आज भने चाहिँ हल्का सानो एउटा भ्लग गरिदिउँ भनेर चाहिँ यसो हिमालतिर राम्रो राम्रो हिउँहरू देखेर चाहिँ अन्त तो आफ्नो अनुहारतिर चाहिँ क्यामेरा हेराइदिएको नि हौ। अन्त कस्तो लाग्छ हौ हेर्नु सक्नुहुन्छ हिमालहरू। माथि माथि हिउँ परेर धुमचक्र, अनि अगाडि पनि हेर्नु सक्नुहुन्छ हिउँ। हाम्रो मिस्टर फिलिप चाहिँ निकै टाढो गइसकेछ म भन्दा कि। अन्त अगाडितिर यसो हिउँहरू माथि माथि राम्रो राम्रो छ। यता हार्यो पनि यतै पनि, यता चाहिँ माथिबाट ढुङ्गा पल्टेर आउने डर छ। त्यसै गर्दा साथी चाहिँ अगाडि अगाडि डरले भागिहालेको अवस्था हुन सक्नुहुन्छ। अहिले चाहिँ त्यहाँ पारि चाहिँ बादलले गर्दा अलिक हिउँहरू नदेख्दो रहेछ। यसो तपाईँहरूको तिर चाहिँ कस्तो छ कि यो च्याखुङ भन्ने माथि लेकमा चाहिँ साह्रै नमजा आउँदो रहेछ। हिउँले पनि त्यस्तै दिने, अन्त भारी बोकाइ त्यस्तै, खुट्टा दुख्छ त्यस्तै, सास बस्छ त्यस्तै। आमामा लु हेर्नुहोस् है त, बाटो चाहिँ यही हो, भारी बोकेर उकालो आउने। जाँदा चाहिँ टेन्सन छैन, आउँदा चाहिँ एकदम नसोच्ने बिल्कुल टेन्सन हुन्छ। आज चाहिँ अब जसो तसो तल पुगिन्छ होला, अब भोलि चाहिँ कसरी आउने भनेर त्यो चाहिँ मलाई चाहिँ आज नसम्झ्यो मलाई अहिले चाहिँ। अन्त यसरी नै हल्का हल्का नजाराहरू चाहिँ राम्रै छ। अब त्यही हेर्दै मन भुलाउँदै लागे म चाहिँ आफ्नो डेरा तरफ। अनि साथीहरूले पनि छोडेर गइहाल्यो, लास्ट टाइम एक्लै परिरहेको छु। 11 जना साथीमा चाहिँ सबसे भन्दा लास्टमा चाहिँ मै हिँड्दैछु। अब अलिक छिटो छिटो खुट्टा चाल्ने बेला आइसक्यो। पुरा हावाले पनि फुक्दैछ हो। अब एउटा साथी मेरो अगाडि हिँड्दै थियो, त्यसले पनि डाँडा कटेर गइगयो। म पनि अब छिटो छिटो जान्छु, ठुल्ठुलो सास फेर्दै। अब म पनि उडेको, तपाईँहरू पनि हेर्दै गर्नु होला। ए साथी त गइछ भनेको गएको छैन रहेछ। ऊ यहाँ फोटो खिच्ने तर्खरमा रहेछ, म तपाईँहरूलाई देखाउने छु। यता नजारा चाहिँ यस्तो छ। ऊ चाहिँ यहाँनिर फोटो खिच्ने भनेर चाहिँ एकदमै लु हेर्नुहोस्, म चाहिँ कुद्दै कुद्दै एकदमै निकै तल आइपुगिसके। अनि साथीले 1-2 फोटो खिचिदिनु भनेर मैले चाहिँ फोटो पनि खिचिदिइसकेँ। त्यहाँदेखि चाहिँ आउँदा आउँदा यहाँ चाहिँ एकदम डरलाग्दो भिड पनि छ। साथीहरू चाहिँ तल कहाँ हो कहाँ पुगिसक्यो। तपाईँहरूले देखाउने छु म यो डाँडाबाट। भिरै भिर भिरै भिर। अब मान्छेको चोला भएपछि देख्न सक्नुहुन्छ तल 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 त्यो चाहिँ तङसङ लेक पोखरी हो। साथी चाहिँ यहाँ भर्खर जानु हुँदैछ उहाँ चाहिँ। अनि यसरी नै साथीहरू चाहिँ निकै तल पुगिसक्यो तल। अन्त अब हामी चाहिँ भर्खर माथि डाँडामा छौँ। अब कसो गरेर झर्ने भन्ने सोच विचारमा झर्दैछौँ। अब यस्तै छ। अब लेकमा अल्छी लाग्छ, लामो बाटो हिँड्नु। त्यसै कारण चाहिँ साथीलाई अगाडि लाएर आफू चाहिँ पछाडि पछाडि यस्तै हाउडै गफ झ्याउडै दिँदै मन भुलाउँदै हिँड्दैछु। मान्छेको जिन्दगी कुन बेला यो भिडबाट गुल्टेर मर्ने हो थाहा छैन। बाटोतिर पनि ध्यान दिने हो मजाले, नत्र भने चाहिँ यहाँ फेरि गुल्टी गयो भने चाहिँ खुट्टा कहिले भाँचेको हात कहिले भाँच्यो थाहा हुँदैन। 9 जना साथीले चाहिँ अगाडि छोडेर गइसक्यो भनेपछि म चाहिँ अलिक नबुलिकन बर्ने कार्यक्रममा लाग्नु पर्यो।
लो गाइज म चाहिँ फेरि आफ्नो बाटो याद राख्दै आइपुगेँ फेरि यहाँसम्म। यहाँ आइपुग्दा चाहिँ अघि त माथि बाटो अप्ठ्यारै थियो, अनि अब चाहिँ यहाँ चाहिँ त्यति साह्रो अप्ठ्यारो छैन। म तपाईँहरूलाई अलिअलि अब के छ उता यता देखाउँदै लानेछु। अब यहाँ चाहिँ अघि चाहिँ मलाई डर थियो नि त, लड्छ कि भनेर अलिक डर पनि लाग्यो, तर केही भएन। त्यहाँदेखि अब चाहिँ म तपाईँहरूलाई नजरहरू राम्रो नजरहरू देखाउँदै लानेछु, तपाईँले हेर्नु सक्नुहुन्छ। साथी चाहिँ उहाँ जाँदैछ यहाँनिर, अन्त यतातिर क्यामेरा फर्काइदियो भने चाहिँ यहाँ चाहिँ एउटा सानो फल्स जस्तै छ माथि। यो चाहिँ तङसङ लेकमा माथिबाट लेकबाट हिउँको पानी चाहिँ छेउछेउमा बरफ पनि हल्का सेतो झर्दै यताबाट झरेर चाहिँ तल मैदानमा साँप जस्तो भएर चाहिँ सट्टै तपाईँको तल पोखरीसम्म चाहिँ गएको छ। अब यो पोखरी चाहिँ म तपाईँलाई तलै गएर देखाउनेछु। फेरि अहिले यहाँ देखायो भने बाटो अप्ठ्यारो छ नि त, यसै कारण चाहिँ अब घरि काट्दै के गर्दै यस्तै अब प्र्याक्टिस, अब एउटा भ्लग बनाउने गर्दै जाँदैछु टाइम पास गर्दै। नत्र भने चाहिँ अब हामी चाहिँ भोलि मात्रै पुग्छ, नत्र यसो टाइम पास गरेन र चाहिँ छिट्टो कुदेर गयो भने चाहिँ जम्मा चाहिँ 40 किलोमिटरको बाटो छ, आउने 20 जाने 20 गर्दा चाहिँ यस्तै टाइम पास गर्दै बाटोमा बिचमा एक्लै बोल्दै हो त्यसरी हिँड्ने कार्यक्रम हुन्छ। अब यहाँदेखि चाहिँ तपाईँलाई डाइरेक्ट गएर म हेर्न सक्नुहुन्छ, तपाईँको तल पोखरीको सिन देखाउने छु। लो गाइज अब चाहिँ म तल प्लेनमा आइपुगेँ है त साह्रै खतरा हिँडाइ भयो नि त। बल्ल प्लेनमा आइपुगेँ, त्यहाँ माथि पहाडदेखि चाहिँ यहाँ आइपुगेँ म चाहिँ। हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ मैदान चाहिँ हिँड्नु पनि मजा आउँदैछ, टेन्सन छैन। अलिक तलदेखि चाहिँ एकदमै पीडा हुन्छ नि हो जिन्दगीमा चाहिँ। आइयो च्याकुङ भन्ने ठाउँ पनि बल्ल शान्ति भयो नि हो। ल मैले चाहिँ यहाँनिर मेरो दाजुहरू पनि भेटिसकेको अवस्था, म चाहिँ सबै लास्टमा थिएँ नि त। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यता हाम्रो जेठा दाजु, यता माइला, यता काइला, यता साइला, यता नि हेर्न सक्नुहुन्छ हाँस्दैछ मर्ने गरी। आगो फुकेर चाहिँ रमाइलो गर्दैछ। ल अब चाहिँ सुइँ हिँड्ने हाम्रो प्लान। ल है लाग्यौँ है। के बालिसौ कतै ठुटा पनि तान्दिउँ न, एक दुई सको चाँटा।
म भनिहाल्छु किन सुट त 11 मिनट भइसकेर तर भ्लगै अब चाहिँ हामी चाहिँ माथिबाट हिँडेर झिलको फेदमा आइसकिसक्यौँ पोखरीको छेउमै अन्त म चाहिँ हिँडेकै छु मेरो चाहिँ जारी नै छ अझै सक्दैन यो हिँडाइ चाहिँ अहिले हो त्यसै कारणले चाहिँ तपाईहरुलाई चाहिँ म पोखरीसम्म लगेर चाहिँ टुङ्ग्याउने छु अनि सास बढेकोले गर्दा बोल्नु पनि एकदमै पुरा गाह्रो हुन्छ हिँड्नै त्यस्तै हो लडबडिँदै ठोक्किँदै हिँडेकै हिँड्नु छोड्यो भने फेरि सामान फेरि पछाडि झरेर फेरि उठाउने बेला भइगयो अन्त साथीहरूको माझ बिचमा म पनि यसरी रेकर्ड गर्दै आरामले हिँड्दैछु अहिले चाहिँ अन्त रात पनि पर्न आँटेको छन् अब यसरी नै भ्लग बनाउँदै रमाइलो गर्दै हिँड्यो भने त 20 किलोमिटर टुङ्गाउनु त होइन बाटोमै ख्याक्पामा सुताइ हुन्छ होला तपाईहरुलाई चाहिँ अब चाहिँ म झिलको फेदमा आइसके तपाईहरुलाई चाहिँ म मजाले पोखरी देखाउने छु हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँबाट चाहिँ तपाईहरुलाई मजाले देख्छ सक्नुहुन्छ ठुलो छ पोखरी म चाहिँ अब यो पोखरीको छेउमै आइसके यस्तो रमाइलो छ कि हेर्न सक्नुहुन्छ अनि यहाँबाट चाहिँ तपाईहरुलाई मजाले खिचेर नबोली साइलेन्टली देखाउनु पर्ने हुन्छ यहाँ चाहिँ मान्छेले पुरा पूजापाठहरू गर्छ मैला गर्नु भएन जेसुकै अब फ्याल्नु भएन अनि यहाँबाट चाहिँ पोखरीको छेउमा म चाहिँ पुगिसके आफ्नो अन्तिम स्टेजसम्म हेर्न सक्नुहुन्छ पोखरी चाहिँ कस्तो स्याटिस छ कि ठुलो छ यहाँ चाहिँ तोङसङ लेक